भेट्यो भने भेट्यो भेट्नु ठिकै छ बाँसकिरा जस्तो हुन्छ नि ठुल्ठुलो हुन्छ त्यत्रो बुझेँ मैले मेन किराको यो समस्या हाम्रो यही हो यो पहिला थिएन नि थिएन नयाँ आएको किरा हो 10 वर्ष भयो सिम्पल त्यहाँ बेसी भएको छैन हुन्छ 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 यो पहिला ओदलगुडीतिर थियो अहिले त आयो सुन्नु पाएको सर त्यो काँचो लगाउँछौँ नि हामी गोबर त्यसले हुन्छ भन्नु गोबरबाट पनि आउँछ गोबरबाट पनि आउँछ त्यो सुकेको ठाउँमा आउने हो के खाद्य यहाँ भेटे बेसी सुक्यो भने आउँछ त्यो पानी ताजा निक्लेछ कि म त्यहाँ निकालिदिन्छु हुन्छ जानुहोस् त छोडिदिएँ ल बा लु त्यो मलाई दिनुहोस् त अलिकति हजुर यो पनि आज यहाँ निकालिदिनु म गोडे सानो किरा छ होइन सानो होइन ठुलो बढ्दै जान्छ जति खाँदै जान्छ बढ्दै जान्छ यहाँ यो देखा पर्यो यो ए होइन यो होइन अर्कै त्यो अर्कै किरा हो अच्छा सुनौ कत्रो किरा छ धेरै आउँछ भित्र यो टाइम लाग्छ ए भेटियो ए यो तपाईँ निकाल्नुहोस् ए यो निकाल्नुहोस् यो त भाइ फराइ यो निकाल्नुहोस् त हो यहाँ यसमा एउटा केमा हाल्नुहोस् न यसमा हाल्नुहोस् न ओके यो जति खाँदै जान्छ त्यति बढ्दै जान्छ अच्छा यसको ठुलो किरा भेटाउनु भएको छ हजुर त्यत्रो पनि हुन्छ खपटे रातो यसको माउ हजुर भेटेको हो अच्छा तपाईँहरू सबैजना यता आउनुहोस् त अब यहाँ भाइ त उताबाट खिच्छ ल यता आउनुहोस् हजुर ताकि सबैजनाले बुझ्नु हो होइन हजुर अब यो चाहिँ तपाईँको यो खालको पहिला छिड हुन्छ हेर्नुहोस् यहाँ यो छिड छ देख्नुभयो यो छिड चाहिँ सर्ट होल भन्छ सर्ट होल भनेको चाहिँ तपाईँको बन्दुकले हानेको हो त्यो बन्दुकले हानेको जस्तो तपाईँको एकदम सिधा गोलो हुन्छ दुला त्यो गोलो दुलामा चाहिँ के गर्छ यसले यसको माउले खपटाले गर्दा भित्र पसेर चाहिँ यो गुदी खान्छ तलदेखि माथि खाँदै बर्लाकै लड्छ हो र यो किरा चाहिँ पहिला चाहिँ के थियो यो चाहिँ नरिवलको किरा थियो रेड पाम विबिल भन्छ सुण भएको हुन्छ एउटा अनि बडी चाहिँ रातो किरा हुन्छ हो र एक किरा खपटे किराको बच्चा हो यो ल र खाने चाहिँ यही हो टोक्ने ल यसको आउँछ बसमा नरिवलको किरा थियो पहिला अहिले नरिवल पाउनु छोडेर चाहिँ यो चाहिँ कसरी आयो त्यो अब हामीले अनुसन्धानको कुरा होइन यो बेसी वर्ष भएको छैन अब यो चाहिँ अहिले नरिवल खान सकेर कसरी अब सुपारीको भयो यो तामुललाई त नखानु पर्ने तर अब खान थाल्यो यो सरलपाडामा पनि बहुत भयो त्रिपुरामा पनि भयो मिजोराममा पनि भयो यही मेन यो कुरा छ अब योसँग अर्को कन्फ्युज गर्नु हुँदैन एउटा सानो जिउभरि यो चाहिँ तल भयो नि जिउभरि सानो पिन भनेको एउटा सानो सुईले घोचे जस्तो चाहिँ अर्को किरा छ फेरि त्यो चाहिँ एम्ब्रोसिया भयो मैले देखाएको चाहिँ एम्ब्रोसिया हो यो चाहिँ रेड पाम विबिल रातो खपटे किरा ल सुण भएको रेड पाम विबिल हो र यसको बच्चा हो यो ल यसले चाहिँ के अब यो गयो त्यहाँदेखि यता आउनुहोस् आँसु झार्यो हेर्नुहोस् यो आँसु झार्छ यसले यो सबै बच्चै छ यो चाहिँ आँसु झारेको छ नि यहाँ पुरा दुलो छ यो दुलो छैन भने यो मर्छ किनभने अक्सिजन चाहिन्छ उसलाई हावा त्यो बनाएर बस्छ अनि दुलो यो झार्छ त्यहाँदेखि बिस्तारै भित्रभित्र खोक्लो बनाउँछ यसले चाहिँ भित्रको गुदी खाने हो किरा यो पस्यो तर भित्र खान्छ तपाईँले कोदालो लाग्यो हँसिया लाग्यो भने चाहिँ इन्जुरी हुन्छ नि घाउ त्यहाँबाट पसिहाल्छ त्यही कारण बहुत सावधान तपाईँले केही घाउ लाउनु हुँदैन बोटमा ल अब योको लागि चाहिँ तपाईँको अरू कुनै होइन सोझै केमिकलको जरुरी हुन्छ यसमा चाहिँ केमिकल हाल्नुपर्छ अब यसलाई चाहिँ तपाईँले अपरेसन गर्नु पर्यो जसरी गर्नुभयो नि सुन्नु यो अपरेसन गर्नुहुन्छ अपरेसन गरेर चाहिँ जति सक्दो तपाईँले निकाल्नु भाग निकाल्नु अब जति सक्दो निकाल्दा भित्र टोटल यो बगानभित्र पसेको रहेछ भने त्यो बोट भाँच्दैन बुझ्नुभयो त अनि अपरेसन गर्दाखेरि बाहिर किराभित्र गुदीभित्र पसेको रहेनछ भने यसलाई हामीले बचाउन सकिन्छ त्यतिखेर चाहिँ के गर्नुपर्छ भने क्लोरोपाइरिफोस ट्राइसेल लेख्नुहोस् सबै सुन्नुहोस् TRICL ट्राइसेल यतापट्टि भाइ गफ होइन ट्राइसेल TRICL लेख्नुभयो इङ्ग्लिसमा ट्राइसेल चाहिँ तपाईँको 1 लिटरमा 2 ml को दरले हाल्नु पर्यो ल हालेर चाहिँ तपाईँले त्यो यहाँ रेडी राख्नुहोस् रेडी राखेपछि तपाईँले सर्वप्रथम चाहिँ जति दुला छन् त्यसलाई साफ गरेर सिमेन्टले बन्द गर्नुहोस् कुरा बुझ्नुभयो कि दुला छन् नि जति यहाँ जति माथि हेर्नु माथि पनि हुनसक्छ
हजुर जति माथि गयो त्यतिसम्म गर्नुपर्छ हजुर गरिसकेपछि तपाईँले यहाँ अलिकति छेड्नुहोस् लास्टमा जहाँसम्म दुलो छ हजुर त्यहाँसम्म होइन त्यहाँदेखि 6 इन्ची माथिसम्म यताबाट एउटा दुलो बनाउनु यस्तो खालको हजुर छिनीले खोजेर हजुर त्यो कतिसम्म गएर जाओस् भने बुझिसम्म पुगोस् क्या यसो गर्ने नछेड्ने यस्तरी टेढा गरेर हाल्ने यस्तो हाल्दा त जाँदैन नि यस्तो गर्नु पऱ्यो त्यहाँ चाहिँ हामीले केरोसिनको फनेल हुन्छ नि खन्याउने बुझ्नुभयो बोतल काग त्यो बोतल जस्तो एउटा बोतल बनाउनुहोस् त्यो छेडिसकेपछि एउटा बोतल यस्तो सानो बोतलमा है सानो खालको बोतलमा चाहिँ त्यसको मुखलाई उल्टा गरेर त्यो हाल्नुहोस् ट्राइसेल 2 ml पर लिटर ल त्यसको सोल्युसन चाहिँ बनाएर यहाँ यतापट्टि 50 ml अथवा 100 ml त्यहाँ दिनु है अनि त्यो पुरा पहिला चाहिँ यी दुला छन् नि पुरा बन्द गर्नु 1 नम्बरमा दुला बन्द गर्नु सुन्नुहोस् कुरो ल त्यहाँदेखि त्यो छेडेर माथिबाट 2टा कागले त्यसमा 50 100 हालिदिनु बिस्तारै बिस्तारै जान्छ र त्यो भित्र सास फेर्नु पाउँदैन तपाईँले सिमेन्टले बन्द गर्नुभयो नि त्यो दुला बन्द गरेर चाहिँ त्यसलाई मुस्किल भइहाल्छ अनि त्यो मर्छ अनि त्यो दबाई पनि जान्छ भित्र त्यो दबाई तल जान्छ माथि जान्छ सबै कन्ट्रोल हुन्छ त्यस पछाडि चाहिँ तपाईँले के गर्नु पर्ने यसको वरिपरि 3 फुट वरिपरि 4 फुट वरिपरि चाहिँ त्यो दबाई पुरा खनाइदिनुहोस् बुझ्नुभयो बाल्टीमा खनायो स्प्रे होइन पुरा खनायो भने यहाँ तल छ नि तल मर्छ त्यस पछाडि चाहिँ तपाईँले टोटल स्प्रे गर्नुहोस् बगानमा यसमा पनि बडीमा स्प्रे गर्नुपर्छ अहिले चाहिँ अब त्यो दलेर हुँदैन अब यहाँ छ भने यसको 4-4वटा उता 4वटा 5वटा यता बुझ्नुभयो किन सरेको छ नि त जहाँ जहाँ छ त्यसको ट्रिटमेन्ट सुरु गरिहाल्नुहोस् तपाईँले अनि त्यसो गरेर चाहिँ तपाईँले अब एकपल्ट 21 दिन पछाडि फेरि रिपिट गर्नुहोस् कहिले 21 दिन पछाडि फेरि रिपिट गर्नुहोस् दुला हेर्नुहोस् दुलाबाट आएको छ कि हो त्यस पछाडि फेरि तपाईँको त्यो चबाएको हुन्छ नि अलिकति चबाएको त्यो गुजुल्टो बनाएर चाहिँ उसले फ्याँक्छ अनि यो रातो यो आउँछ बुझ्नुभयो त गरेर चाहिँ यसलाई तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ ल अनि पुरा बगान गर्नुहोस् त्यति गरेर चाहिँ तपाईँ निजात पाउन सक्नुहुन्छ ओके ल ल धन्यवाद छ है ओके